सबैलाई नमस्कार छ मित्रहरू। हजुरलाई म एउटा यस्तो इम्पोर्टेन्ट औषधिको बारेमा भनिरहेको छु। हेर्नुस् त, हजुरका गाउँघरमा संसार पाइन्छ यो बोझो। यो बोझो हो, चारैतिर बोझो छ। यो जरा, यो बोझोको जरा, यसले तपाईलाई जसको रुगा खोकी लाग्छ, घाँटी खसखस हुन्छ, टन्सिल हुन्छ, यसको सानो सानो टुक्रा गरेर मुखमा चुसिराख्नुभयो भने कतै तपाईको रुगा खोकी ज्वरो जस्तो कुराहरू चटक्कै ठिक हुन्छ। र अर्को कुरो, जसलाई सुर्ती खाने लग लागेको हुन्छ, सुर्ती गुड्का छुटाउन चाहनुहुन्छ भने यसको सानो सानो गुड्कालाई मुखमा चुसिराख्नुभयो भने सुर्ती गुड्काको तलतललाई पनि मेटाइदिन्छ। जस्तो सुकै टन्सिल, जस्तो सुकै तपाईलाई एकदमै टन्सिल छ, स्वर बसेको छ, घाँटी बसेको छ, जसको भगभगे छ, यसको सानो सानो टुक्रा पारेर मजाले चुसिराख्नुभयो 1 महिना 2 महिना 3 महिनासम्म भने बिहान बेलुका एक एकवटा चुसिराख्नुहोस्। तपाईलाई भगभगे चटक्कै ठिक बनाउँछ। जसको टन्सिल ठिक बनाउँछ भने, जसको असाध्यै लामो समयसम्म खोकी लागिरहन्छ, यसको माला बनाएर माला लगाइदिनुहोस् कतै, र मुखमा चुसेर 3 हप्ता मात्रै चुस्नुभयो भने लामो खोकी जीवनमा तपाईलाई खोकी लाग्दैन। चुसिराख्नुहोस्। यसको यति महत्त्वपूर्ण छ। यसको जरा जति पनि पाइन्छ, गाउँठाउँमा जताततै पाइन्छ, बोझो भनेर चिनिन्छ यो। र यसको सही उपयोग गर्नुहोला र सही लाइक कमेन्टहरू गर्नुहोला। र अनावश्यक भिडियोहरूमा लाइक कमेन्ट गर्नुभन्दा आयुर्वेदिक दबाई महत्त्वपूर्ण जनक हजुरलाई सुनाइरहेको छु मित्रहरू। र मेरो टिकटक भाइरल भएको टिकटक थियो र ह्याक गरेर कसैले उडाइदिएका छन्। कोही बात छैन, त्यही पनि मैले भिडियो हालिरहेको छु। र मित्रहरू, हजुरलाई म यो जानकारी दिइरहेको छु। र मेसेन्जरमा पनि मैले हालेको छु भने, र अर्को इन्स्टाग्राममा पनि हालेको छु, फेसबुकमा पनि हालेको छु, युट्युबमा पनि छ, हेर्न सक्नुहुन्छ। हजुरले जसलाई सिक्करसिल छ गाउँठाउँमा, जसलाई ब्लड चढाइराख्नुपर्छ, ब्लड बढ्दैन, हप्तै पछि 15 दिनमा 1 महिनामा ब्लड चढाउनुहुन्छ, त्यसको लागि दिव्य औषधिहरू मैले बनाउने सुरु गरिसकेको छु। मैले यस्ता विधिहरू, यस्ता समस्याहरू मैले हल पारिदिएको छु, ठिक बनाइदिएको छु। र हजुरलाई इच्छुक पर्नुभयो भने कमसेकम फोन गर्नुहोला। सुदूरपश्चिम कैलाली धनगढी वार्ड नम्बर 3 मेलनचोकवासी वैद्य होमनाथ लम्साल 98 046 32 009 98 48 4 61 062। जय श्री राधे, जय श्री राधे, जय श्री।